अब घर पनि बाई बाई भयो 3 महिनापछि। गाइज यस्तै छ, आउने जाने क्रम चलिरहेछ हाम्रो चाहिँ। यस्ता राम्रा राम्रा गोपी भएको थिएँ मैले लागेका यता। यो सब गाउँलाई छोडेर जानुपर्ने भयो साथीहरू, के गर्ने। त्यही लाइन यस्तो राम्रो फुलहरू फुलिरहेको थियो हाम्रो घरमा। केरा पनि कस्तो डेन्जर डेन्जर छन् हाम्रो त, मान्छे डेन्जर केरा पनि डेन्जर। यस्तो यत्रुको छ केरा, यति तल आइसक्यो। ल ल ल ल राम्ररी बसेस् नन्दु। बाई बाई भन्दै मेरो भ्लगमा। दिदीलाई चाहिँ नि नभनी कञ्चाला फेरि बेजत हुन्छ, फेरि बेजत। ओके आइसक्यो भने चाहिँ ल गाइज गाडी पनि आइसक्यो अरे। सधैँ कुर्नु पर्ने हुन्थ्यो, आज चाहिँ ठिक्क टाइममा गएला जस्तो छ। अनि अब गाउँदेखि कुरोस् न, सधैँ हामीले कुर्न पर्ने। आहा यस्तो राम्रो घाम लाह तातो, यस्तो नेचर ब्युटी सबै छोडेर जानुपर्ने भयो। हेर्नु गाइज बिहान उठ्नु बित्तिकै हिमालहरू देख्न पाइन्थ्यो। आज त त्यति मौसम क्लियर पनि छैन, अघि बिहान त देखिएको थियो। ऊ पारी छ, अलिकति हिमालहरू देखियो। ल यो मेरो फेभरेट प्लेस, फेभरेट ठाउँलाई पनि बाई बाई। अब पाहाडी यस्तो यस्तो हिमालहरू देखिरहेछ। सधैँ उठ्न बित्तिकै हामीले हिमाल हेरेर उठ्थ्यौँ, अब त हिमाल पनि हेर्न पाइन्न। अब कसका घरहरू हेर्न पर्ने हो। अनि बाँदर होइन चराहरू। ल गाडी पनि आइसक्यो साथीहरू। अब चाहिँ गाडीमा मान्छे धेरै छन् होला, भ्लग गराउनु लाज लाउँछ। अनि गाडीसम्म यसो देखाउँछु, केही त्यस्तो इन्ट्रेस्टिङ भयो भने चाहिँ देखाउँछु, होइन भए अब उहीँ गएपछि भेट्नुपर्छ साथीहरू। त्यही नै हो, बाई बाई। गाडी आइसक्यो। मम्स छोड्नु भयो, आउँदै हुन्छ को भाउजू। हामी चाहिँ खाना खाँदै हो, खाना खाँदै गएको। अनि यस्तो मजाले आनन्दसँग काम तापिरहेको छौँ। यस्तो चिसो छ, यस्तो चिसोमा काम भनेको एकदमै धेरै प्यारो हुन्छ। ओहो बिस्तारै बाबु भाँडा फालेर बोलेको नि सुन्दैन। त्यही हो, अब एकछिन पछि हामी जानुपर्ने हुन्छ। थोरै बेर रेस्ट गरेर हाँसेको गर्नु। तर भ्यू त खतरा यार कसम। ल हामी चाहिँ खानासाना खाएर निस्किसक्यौँ। अनि गाडी उहाँ छ, अनि अरू कसैले चाहिँ खाना खाँदै हो होइन। दयाहरू चाहिँ छ, आउनु बसौँ भित्रै, यतै बसौँ त। अब मेरो पर्मानेन्ट सिट भनेको यही हो जहिले पनि, खै किन हो। जुन गाडीमा पनि, जसको गाडीमा पनि। यो खोलिदिनु न, कसरी खोल्छ नि त कसरी।
आएछ यस्तो जङ्गलमा। हामी यहाँको गाडी चाहिँ यही हो। पहिले फेरि वाक्क लाग्ने नि अब त्यही पनि त लाउनु दिदी यही पनि जाने ल पानी त गर्न चाहिँ क्या नि पानी किन्नु भित्र बसेर खानु गाडी गुड्नु छ रोडमा, रमाउनु छ कोट के हो नोटमा, जिन्दगीको बारी बोक्नु छ छोटै चोटमा। अरे गाइस के यस्तो आज त खाना नि दिएनन्, पापै लाग्ने भयो। पानी पनि नखाइकन हिँडेको यार। कति बज्यो अहिले? 11-12 बज्यो होला न। सन्धिहरूको खाना खाइरहेको छ, भोक लागेर फाइनली गाइस अस्ति बुटोल गयो, हिजो बुटोल बस्यो, आज फेरि गाउँ आयो। यस्तो छ हालत, हतारमा भइरह जे कुरा पनि। अनि त्यही नै हो, बिहानदेखि खाना नखाइकन हिँडेको, गाडीले पनि रोकेन खाना खान पनि। लास्ट थगेला लास्ट लो फिल भयो, त्यही नै हो साथीहरू। अनि थ्याङ्क्स फर वाचिङ माई भिडियो। अब चाहिँ म घर आएँ, अब भिडियो अफ गर्छु, त्यही नै हो।